आज हामी मानव शरीरको एउटा यस्तो रहस्य खोल्दैछौं जसले सबैलाई चकित पार्नेछ। सुन्दा पत्यार्न लाग्न सक्छ। यी 5 रोचक चरणहरू मार्फत यो अचम्मको अदृश्य चमकलाई बुझ्ने प्रयास गरौं। आउनुहोस् मानव चमकबाटै सुरु गरौं। हो, मानिस अँध्यारोमा चम्किन्छ, तर अचम्मको कुरा के भने हाम्रो आफ्नै आँखाले यसलाई देख्नै सक्दैन। ठ्याक्कै अहिले पनि हाम्रो शरीरले निरन्तर एउटा रहस्यमय र अदृश्य प्रकाश फ्याँकिरहेको छ। दोस्रो चरणमा जाउँ। हामीलाई जीवित राख्न शरीरले भित्रभित्रै लगातार ताप ऊर्जा उत्पादन गरिरहेको हुन्छ। जहाँ ताप हुन्छ त्यहाँ विकिरण हुन्छ। यो तापले नै स्वतः इन्फ्रारेड विकिरण पैदा गर्छ। तेस्रो चरण भौतिक विज्ञान। सामान्यतया हाम्रो शरीरको तापक्रम 37 डिग्री सेल्सियसको आसपास हुन्छ नि, होइन? ठिक यही तापक्रमका कारण हाम्रो छालाले निरन्तर रूपमा इन्फ्रारेड प्रकाश बाहिर फालिरहेको हुन्छ। यो सूत्रले प्रश्न पार्छ कि ताप ऊर्जा कसरी हाम्रो शरीरबाट निरन्तर बाहिरी वातावरणमा गइरहेको छ। अब चौथो चरण, हाम्रो दृष्टि र शरीरले फाल्ने प्रकाशको स्पेक्ट्रम बीच आकाश जमिनको फरक छ। हाम्रो आँखाको आफ्नै सीमा छ, त्यसैले यो इन्फ्रारेड प्रकाश हाम्रो दृष्टिको दायराभन्दा बिल्कुलै बाहिर पर्छ। अन्तिम चरण प्रविधिको कमाल हेर्नुस्। थर्मल क्यामेराले यो अदृश्य प्रकाशलाई छट्टै समातेर देखाइदिन्छ। यसको मतलब जतिसुकै घुप अँध्यारो किन नहोस्, हामी साँच्चीकै चम्किरहेका हुन्छौं। कस्तो अचम्म! त्यसो भए सोच्नुस् त, अहिले हाम्रो वरिपरि अरू कस्ता अदृश्य ऊर्जाहरू यसै गरी विकिरण भइरहेका होलान्?